नमस्ते सबैजनालाई। देखिहाल्नुभयो मैले दुईटा करेला राखेँ, साथै छुरी, चपिङ बोर्ड है, अनि करेलालाई गोलो 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 गरेर है पतला पतला काटेको छु। तपाईँले पनि यत्तिकै काट्नुहोस्। म सिकाउँछु आज करेला कसरी बनाउनु भनेर है, पतला तितो बिना। अनि नानीहरूलाई खुवाउँदा पनि हुने, नानीहरूले पनि फ्याँक्दैन यसरी खुवायो भने चाहिँ। यो चाहिँ के हुन्छ भने यसमा मैले फिजाएर चाहिँ माथिबाट नुन छर्केको छु। नुन चाहिँ स्वादअनुसार है छर्केर मैले राखिदिएको छु 15 मिनट जस्तो। अनि 15 मिनट जस्तो राखेर चाहिँ किन राखेँ भन्दा चाहिँ त्यो करेलाले चाहिँ तितो पानी छोडोस् भनेर। अनि 15 मिनट जस्तो राखेर चाहिँ मैले त्यसलाई सफ्ट हातले है त्यसको पानी निकालेँ। अनि पानी निकाल्नु थालेँ। तपाईँले चाहिँ दुईटा हातले निकाल्नुहोस्। मेरो चाहिँ एउटा हातमा फोन थियो, त्यसले गर्दाखेरि मैले एउटा हातले मात्रै निकालेको हो है। अनि त्यो पानी चाहिँ हल्का हातले निकाल्नुहोस्। अनि त्यो सफ्ट भइसकेको हुन्छ करेला अलरेडी है। अनि ननिकाल्दा पनि हुन्छ पानी दाना, तर बीज है। तर म चाहिँ निकाल्दैछु किनभने म त्यसरी नै बनाउँछु। अनि निकालिसकेको बादमा मैले माथिबाट अलिअलि हल्दी हालेको छु। अनि 1 चम्मच बेसन हालेको छु। बेसन चाहिँ किन हालेको भन्दाखेरि चाहिँ जुन चाहिँ कर्नफ्लोर हाल्दैछु त्यो चाहिँ मजाले त्योसँग टाल्लोस् है, मजाले त्यसलाई पक्रोस् भनेर। अनि कर्नफ्लोर 5 चम्मच जस्तो हालेर अन्त अलिकति काश्मिरी मिर्ची पनि हालेको छु कलरको लागि, राम्रो कलर होस् भनेर है। साथै मैले सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के चाहिँ यसमा हाल्नुपर्ने भन्दाखेरि चाहिँ तिल है। तिल चाहिँ खाँचो तपाईँले हालिदिनुहोस्। अनि हालेर चाहिँ त्यसलाई फ्राई गर्नको लागि रेडी राख्नुहोस्, मजाले मुसेर। अनि मैले रेडी राखेँ। अनि मैले तेल तताएको थिएँ, तेल चाहिँ कम्ती तताएको छु है। तपाईँले चाहनुभयो भने डिप फ्राई पनि गर्न सक्नुहुन्छ, तर मैले चाहिँ कम्ती तेलमै गरेको छु। अनि फ्राई गरेँ पर अनि रातो भएपछि है चाल पाउनुहुन्छ पाकेको, त्यसको हिसाबमा चाहिँ निकालेर अनि खानको लागि चाट मसालासँग रेडी राख्नु।